नमस्ते हजुरहरु सबैजनालाई। आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि ठिकै छु, त्यति धेरै सन्चो पनि छैन। अनि आज चाहिँ म हेल्दी अनहेल्दी दुईटै खाना लिएर आएको छु है, किनभने मसँग चाहिँ आज यहाँ छ व्हाइट राइस। मेरो चाहिँ अर्को चामलको खाना थियो, लाइन गएको भएर त्यो खाना चाहिँ तताउनै पाइएन, अनि त्यही भएर म चाहिँ यहाँ नर्मल खाना लिएर आएको छु आज। अनि त्यस्तै गरी यहाँ रहेको छ गेडागुडी र घिरौलाको सब्जी, यो चाहिँ मेरो भाउजूले बनाउनु भएको। अनि यहाँ रहेको छ लट्टेको साग, यो पनि मेरो भाउजूले बनाइदिनु भएको। ए हो, आमै मिस्टेक भएछ, मेरो दिदीले बनाएको चाहिँ कहाँ, भाउजू भनिले त बनाउँदैनन् नि। अनि यहाँ रहेको छ मुला अनि टमाटरको अचार, मेरो दिदीले बनाएको। वाउ, लाइन आयो। अनि यहाँ छ घिउ, त्यसो मेरो खाना तताउनु पर्छ होला। खाना ब्रो लगले तताइदिन्छु त्यसो भए, तर त्यो कुनै कम्फर्टै छैन भने त के भन्नु मैले हैन, नत्र कम्फर्ट छ भने खा, छैन भने ल निकालौँ। म चाहिँ मेरो खाना तताएर लिएर आउँछु गाइज। मेरो चाहिँ खाना आउँदैछ। व्हाइट राइस खान्छु भनेको लाइन आएछ मेरो खाना रेडी गर्ने। एक मिनट, मेरो चाहिँ खाना पनि आइसक्यो यहाँ। अब खनेर खाउँ होला। खाना खाने कि नखाने हो? बेलुका खाँदैन हैन? बेलुका अहिले खाने हो, बेलुका त स्न्याक्सहरु मात्रै खाइन्छ, केही पनि खाइन्छ। मेरो चाहिँ खाना आइसकेको छ, यो चाहिँ रहेको छ रेड राइस है। अब चाहिँ ढिला नगरिकन मेरो हेल्दी खाना खान सुरु गरौँ है त। सबभन्दा फर्स्टमा चाहिँ यो घिउसँग अलिकति ट्राई गरौँ है। यो चाहिँ मैले आफूले बनाएको घिउ हो। सो यमी। अचार, किन बोलीले बटी आयो भने हैन, बुढाले छैन भने कन्फ्युज हुन्छ।